यस्तो हुन्छ भनेर कसले सोचेको थियो र। सो हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। मैले चाहिँ योभन्दा पहिला पनि मिनी भ्लग बनाएको हो, तर हल्का प्रब्लमको कारणले चाहिँ मैले बनाउन छोडेको थिएँ। अनि फेरि पनि आइसकेको छु आज म मिनी भ्लग लिएर। सबैजनाले चाहिँ के सोध्नु भएको थियो भन्दाखेरि तिम्रो आमालाई के भएको भनेर सोध्नु भएको थियो। हाम्रो आमाको चाहिँ घुँडाको अपरेसन भएको हो। घुँडामा चाहिँ नसा च्यापिएर फुटेको रहेछ क्या। त्यो नसा फुटेको कारणले चाहिँ अर्को नसा राखिदिनु भएको छ। 45 दिनसम्म चाहिँ खुट्टा नटेक्ने भन्नु भएको छ डाक्टरले। आमाको अपरेसन गरेको चाहिँ 10 गते हो, हस्पिटलबाट आएको चाहिँ 22 गते हो। 1 हप्ता जति भयो होइन घर ल्याएको चाहिँ। पहिला चाहिँ त्यस्तो केही भएको थिएन कि, अनि आज भोलि चाहिँ खै किन त्यो घाउ चाहिँ पाक्ला जस्तो भएको छ। अनि त्यसैले चाहिँ हस्पिटल लगन लाग्यो हामीले चाहिँ। अनि यहाँ गाउँमा चाहिँ हल्का प्रब्लम हुन्छ नि त, हस्पिटल पनि टाढा हो, त्यसैले चाहिँ अब तल बजारै बसाल्ने भन्ने कुरा आयो। दाइ भाउजू बस्नुहुन्छ नि त, त्यही बसाल्ने। त्यसैले चाहिँ हामी घर फ्यामिली मिलेर चाहिँ आमालाई रोडसम्म लग्यौँ। त्यहाँ चाहिँ हामीले गाडी भनेका थियौँ, अनि त्यही गाडीमा राखेर दाइ भाउजू पनि जानुभयो हस्पिटल लगेर। अनि हामी चाहिँ फर्केर आयौँ। अब अन्तिमसम्म हेरिदिएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब भेटौँला नेक्स्ट भ्लगमा। ओके, बाई।